नेपाली हो कि होइन? सबैलाई सम्मानित जीवन जिउन मन लाग्छ कि लाग्दैन? कोही कसैले अपमानित भनेर बाँच्न हामीलाई मन पर्दैन भने कामको कारणले आजभन्दा 100 वर्ष पहिला पनि कामकै कारणले गर्दाखेरि एउटा मान्छेले अर्को मान्छेले घृणा गर्ने चलन यो देशमा चलेको थियो भने आज पनि तपाईको चाहिँ कामलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन। त्यो मोटरसाइकल ग्यारेजमा मोटरसाइकल सर्भिस गर्ने एक मजदुरलाई हेर्ने दृष्टिकोण फरक छ। सरकारी कार्यालयमा बस्ने हाकिमलाई हेर्ने दृष्टिकोण फरक छ। त्यो मजदुरले दिनभरि मजदुरी गरेर तपाईको छैन अर्काको बाइक बनाएर 2 छाक रोजीरोटी चलाइराखेको छ, खाइराखेको छ, आफ्नो केटाकेटी पालिराखेको छ। उसलाई चाहिँ जहाँ पराउन लाग्दाले हान्छ यो समाजले भने त्यो सरकारी कार्यालयको हाकिमले जसले चाहिँ अरबौं रुपियाँ भ्रष्टाचार गरेको छ उसलाई नमस्ते गर्छ यो समाजले। त्यो समाजलाई भत्काउनका लागि निस्केको श्रम संस्कृति हो यो। म भन्न चाहन्छु यो श्रम संस्कृति भनेको तपाईलाई लाग्ला एउटा चाहिँ पार्टी रहेछ, अरू पनि थुप्रै छ। अब अस्ति हामीले चाहिँ रोल नम्बर त हाम्रो 204 पर्यो, 203 वटा पार्टी त अलरेडी दर्ता भएर बसेको रहेछ। त्यस्तै कुनै एउटा पार्टी होला भोट माग्न आयो भन्नु होला है। भोट त तपाईको मन हामीले जित्यौं भने दिने हो, नजिते नदिनु। यो देशमा श्रमको कारणले भएको विभेदलाई हामी हटाउनेछौँ, श्रमिकलाई हामी सम्मान गर्नेछौँ। काम कुनै पनि सानो र ठुलो हुँदैन भन्ने संस्कृति हो श्रमको संस्कृति। आदरणीय बहिनीहरू, हामी काम गर्न लजाउँछौँ। किन लजाउँछौँ भन्दाखेरि हाम्रो समाजले त्यो खालको छन् है। आफ्नो खेत बाँझै लडाइ राखिन्छ, बारी बाँझै लडाइ राखिन्छ है। बरु गोलघोडा किनेर खाइन्छ, त्यहाँले त्यो गोलघोडा किन्नको लागि बरु विदेश गइन्छ। बुद्धि हेरौँ न, बुद्धि हाम्रो बुद्धि है। त्यो हाम्रो बुद्धिमा मेरो पनि बुद्धि त्यस्तै भएको र तपाईँको चाहिँ बिग्रेकै बुद्धि हो। त्यसले गर्दाखेरि अब त्यो कुबुद्धिलाई सुबुद्धि बनाउनका लागि निस्केको श्रम संस्कृति यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। त्यो श्रम संस्कृति म एक्लैले फैलाएर फैलिँदैन, म एक्लैले त्यसको बखान गरेर बखानिँदैन। त्यसको बखान तपाईँले पनि गर्नुपर्छ। अब आज उपरान्त तपाईँ म यो पार्टीको यस्तो, म यो त्यो पार्टीको त्यस्तो भन्न छोड्नुहोस्। थुप्रो देख्छौँ हामीले पार्टीको भाषण सुनेको 70 वर्ष भयो। अब 30 वर्ष बिताएर 100 वर्षसम्म भाषण सुन्न हामीलाई छुट छैन, हामी चाहँदैनौँ। तपाईहरु चाहनुहुन्छ? म तपाईहरुलाई सिकाउन आएको मान्छे होइन। म जस्तो सानो मान्छे मैले सुरुवात कसरी गरेँ मेरो बोलीको भन्दाखेरि म यो नेपालको सबभन्दा सानो मान्छे, सबभन्दा नजान्ने मान्छे, सबभन्दा सानो र सबभन्दा नजान्ने मान्छेलाई तपाईलाई सिकाउन सक्दैन। तर म तपाईलाई बोलाउन आएको छु। कुरा बुझ्नुभयो नि? अर्को सम्पादकले फिल्म लगाएर सिकायो, हामीले सिकाउन आयो भनेर यहाँ सोचिराख्नु भएको होइन। म तपाईलाई सिकाउन सक्दिनँ, तर म तपाईलाई बोलाउन चाहेको, जगाउन आएको। तपाईँ आउने कि नआउने यो देश बनाउने, तपाईँ यो देश बचाउने, यो देश बदल्ने अभियानमा आउने कि नआउने? यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। श्रम नगरिकन देशको विकास हुँदैन है। म यहाँ 10 घण्टा भाषण गर्छु होइन, त्यसले केही पनि हुँदैन। यसले तपाईँको चाहिँ होइन चेतना त होला, तर 10 वटा ढुङ्गा बोक्यो भने त्यसले जित्छ। जित्छ कि जित्दैन? जित्छ। काम नगरी हुँदैन। अहिले भर्खरै मलाई यत्रो ठुल्ठुलो फुलको थुङ्गा होइन भएको सयपत्रीको माला लगाएको थिइनँ है। जसले रोप्नु भएको त्यो किसानलाई, त्यो कृषकलाई, त्यो दिदीबहिनी दाजुभाइलाई हार्दिक धन्यवाद छ। जसले उनेर ल्याउनु भयो त्यसलाई हार्दिक धन्यवाद छ है। धेरै ठुलो उदाहरण लिन्न म यही मालाको कुरा गर्छु है। यो श्रम हो कि होइन? कुनै एउटा किसानले त्यसको बिउ छर्यो, कुनै एउटा किसानले त्यो बिउ गोडेर रोप्यो। असारमा रोप्नु भयो या साउनमा कहिले रोप्नु भयो, ठ्याक्कै नापेर रोप्नु भएछ, त्यतिखेर मैले लाउनु भएँ। धन्यवाद छ। अनि त्यो फुल टिपेर जाने मान्छेको त्यो श्रम हो कि होइन? अनि त्यो धागो किनेर ल्याउने अथवा बनाउनु भएको, बनाएको भए राम्रो हुन्थ्यो।
सिएर यहाँसम्म ल्याउनु भयो यो श्रम है। यति राम्रो श्रम छ कि छैन है? हो यो श्रमले यो गर्छ। एउटा मान्छेले एकछिनको श्रम गर्दा यति राम्रो भयो भने 3 करोड नेपालीले मिलेर श्रम गर्यो भने के बन्छ होला देश? म त्यो श्रम गर्नका लागि, त्यो श्रमदान गर्नका लागि, यो देश बनाउनका लागि बोलाउन आएको छु। तपाईलाई पढाउन आएको होइन, म तपाईलाई सिकाउन आएको होइन। तपाईँ आफै शिक्षित हुनुहुन्छ, तपाईँ आफै जान्ने बुझ्दै हुनुहुन्छ। मैले तपाईँलाई सिकाउनु पर्दैन, पढाउनु पर्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो श्रम संस्कृति तपाईँलाई लाग्ला यो एउटा चाहिने पार्टी मात्रै हो भन्ने लाग्ला। हामी यो देशलाई बनाइ छाड्छौँ, हामी यो देशलाई बचाइ छाड्छौँ, हामी यो देशलाई बदल्छौँ। त्यो अभियानमा तपाईँहरू जोडिने कि नजोडिने? म त्यो प्रतिबद्धता सुन्न चाहन्छु, अझै सुन्न चाहन्छु। तपाईँ जोडिने कि नजोडिने? चाइनाबाट पनि सुन्यो कि क्या हो जोडिने भनेको है? सी जिनपिङले पनि हेरिराखेको क्या सेटेलाइटले, के भन्छ त्यहाँ फिल्ममा भन्दा त। अब नसकिने भयो भने हार खाओस्। चाइनालाई हार खुवाउनुपर्छ, चाइनालाई है। अलिकति काम गर्दा मैले धेरै काम गरेँ भनेर तपाईँको छैन नभन्नुहोस्। हामीले काम गरेको छैन है। चाइनिजले 18 घण्टा काम गर्छ भने हामीले 19-20 घण्टा काम गर्नुपर्छ। काम गर्न तयार हो? काम गर्ने पौरखी 2टा हात हेरिदिउँ त। हो यो जोश छातीभरि देश बोकेर यो जोश हाम्रो कहिले पनि हट्नु हुँदैन, घट्नु हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, श्रम संस्कृतिले हामीलाई कहिले पनि निराश बन्न सिकाउँदैन। श्रम संस्कृति भन्ने बित्तिकै जहिले पनि आशाको कुरा हो, विश्वासको कुरा र आत्मविश्वासको कुरा हो। त्यसो भएको कारणले गर्दाखेरि अघि भर्खरै हामीले चाहिँ नि एउटा गीत मैले तपाईँलाई सुरुमा गाउन लाएँ। स्वर्ग झै सुन्दर सबैभन्दा माथि सजिएको छ मेरो देश। हामीले त्यो भन्यौँ। साँच्चै नै स्वर्ग जस्तो देश छ। अघि आउँदै गर्दा हिमालको श्रृङ्खला माथि, त्यहाँदेखि पहाड, त्यहाँदेखि तराई, कति राम्रो फोटो खिच्दै आउँदा मैले ढिलो भयो, माफी चाहन्छु है। त्यति राम्रो देशमा हामीले भात खानु नपाएर विदेशीको टोइलेट धुनु जानुपर्छ कि पर्दैन भन्नु त है। विदेशको तपाईँको चाहिँ सेनामा भर्ती भएर लात्तैले खाँदै त्यहाँनिर चाहिँ सर्भिस गर्नुपर्छ कि पर्दैन नगाती भन्नु त मलाई? कोरिया होइन, तपाईँको चाहिँ मलेसिया जस्ता देशहरूमा गएर है खुट्टा यत्रो थिलथिलो भइन्जेल तपाईँको चाहिँ उभिएर है घरको खम्बा जस्तै उभिएर ड्युटी गर्नु परेको छ छैन हामीले भन्नु त? उभिँदा पानी खानु नपाएर किडनी फेल भएर थुप्रै युवाहरू मरिरहेका छन् है। अब पानी खाऊ, पिसाब फेर्न जानुपर्छ, प्रकृति हो, प्राकृतिक नियम हो होइन, स्वभावै हो। अब पानी नखाइकन उभिएको छ सेक्युरिटी दिएर, खुट्टा यत्रो खुट्टा थिलथिल भनेको किडनीले काम नगर्नु हो। अनि किडनी फेल भएर हाम्रो युवाहरू मरिरहेको है। फ्याक्ट्रीमा काम गरिरहेको छ, उताबाट सामान आएको छ, पक्रेको छ, एक मिस्टेक हुने बित्तिकै लात्ताले भेटाएको छ। त्यो गति हाम्रो छ कि छैन भन्नु त? के भएर हाम्रो देश यस्तो भयो? कसले यस्तो बनायो हाम्रो देश? अब तपाईँ हामीले समीक्षा गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म के भन्न चाहन्छु, जसलाई हामीले नेता चुनेर पठायौँ, जसलाई हामीले राम्रो मान्छे भनेर पठायौँ, त्यो मान्छेले तपाईँको चाहिँ होइन राम्रो काम नगर्नाले यो भएको छ। भ्रष्टाचारमाथि भ्रष्टाचार है, अन्याय अत्याचारमाथि अन्याय अत्याचार, न्यायसम्म नभएको देश हो यो। रोजगारी र विकास त धेरै परको कुरा हो, न्यायसम्म नभएको देश हो यो। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्णलाई म भन्न चाहन्छु, अब हामी सही र सत्य मार्गमा अगाडि बढ्नुपर्छ। म तपाईँहरूलाई के भन्न चाहन्छु, बिउजाउन आएको यो अर्थमा तपाईँहरूले चाहिँ श्रम मात्रै गर्नुपर्छ, ढुङ्गै मात्रै बोकेर देश बन्छ, ढुङ्गा मात्रै बोकिरहनुहोस् भनेको पनि होइन। ढुङ्गा नबोकी देश बन्नेवाला छैन, यो त हुँदै हो। तपाईँले माग नछुइकन उत्पादन र निर्माण हुँदैन भन्ने कुरा त छँदैछ।
तर साँचो कुरा बुझ्नका लागि हामी सचेतनाको अभियान पनि चलाउँछौँ। त्यो सचेतनाको अभियान चलाउने संस्कृतिलाई नै हामी श्रम संस्कृति भन्छौँ। सम्पूर्ण पाँचथरवासी, फिदिङवासी आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यहाँ बस्ने कुर्सी छैन, तपाईँ उभिएर सुनिराख्नु भएको है। तपाईँ उभिएर सुनिराख्नु भएको छ, म पनि उभिएर नै बोलिरहेको छु है। खुट्टा गल्यो, एकछिन नाच्नु पनि पर्छ है। म त बजारमा चाहिँ नचलेको, खोला खोल्सीमा चलेको गायक पनि हो नि। चाहन्छु यहाँ कसैले आयोजना गर्नुहुने सम्पूर्ण सरहरूलाई धन्यवाद दिन चाहन्छु। दाजुभाइ दिदीबहिनीहरूलाई यहाँनिर चाहिँ नि साकेला र तपाईँको चाहिँ नि के अरे च्याब्रुङ चाहिँ नि होइन कलाकार टोली पनि आउनु भएको छ, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। तपाईँहरूले पनि नाच्नु भएको छ, एकछिन तपाईँहरूसँग पनि नाच्नु पर्नेछ।